सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइज आजको भिडियोमा चाहिँ म गर्न आँटेको छु सोलो भर्सेस इच स्क्वाड, त्यो पनि बिआर ऱ्याङ्कमा। हेरौँ आजको भिडियोमा म जित्न सक्छु कि सक्दिनँ। हिजोको भिडियोमा चाहिँ म हारेको थिएँ। लेट्स सी अब आजको भिडियोमा चाहिँ म गर्न गइरहेको छु सोलो भर्सेस स्क्वाड। लेट्स स्टार्ट द म्याच। अब लबीमा पुग्ने कति बेर लाग्छ त्यही थाहा छैन। अब 50 लेभल पुगेँ। अनि त्यहाँ पुगेपछि मैले एउटा स्किन टुल भन्ने एप चलाएको थिएँ जुनमा चाहिँ बन्डल पाइन्थ्यो होइन। अनि त्यो चलाएपछि मेरो आइडी ब्यान्ड भयो क्या। थर्ड पार्टी रहेछ, मलाई त थाहा थिएन त्यतिखेर, म अलिक सानै थिएँ। तर खतरा आइडी थियो क्या त्यो। जोस् के हो यो प्रेजेन्ट प्रेस भन्ने? सबिन सदरले पठायो साथी हो। यस्तो ओपन गरेर पहिले डायमन्ड पाइन्थ्यो, तर अहिले त पाइँदैन यार। अहिले नि त्यस्तो पाएको भए त सब मान्छेले टपअप गर्नु नै पर्दैन थियो। म फेरि आइसकेको छु। हिजोको भिडियोमा चाहिँ मैले यसलाई के हो, डल्फिन हो, यो डल्फिन हो। हिजोको भिडियोमा चाहिँ मैले यसलाई माछा भनेको थिएँ कि आज कहाँ उत्रिम भने सोलो भर्सेस स्क्वाड हो। अलिक पछाडितिर उत्रिम होइन। फेरि छिटै मऱ्यो भने, तर रिभाइभ त गर्न पाइँदैन होला सायद, कि पाइन्छ हौ अहिले। मार्स इलेक्ट्रिकमा जाउँ न त नि, मजाले सामान लुटेर अनि चाहिँ फाइट गर्न आउने हो। कस्तो कराएको यार यो, तर भूत जस्तो कराउँछ यो त यार। त्यो एउटा कुनै गेम पो थिएन, स्क्वाड के गेम, बिर्सेन मैले त्यसको नाम, स्क्वाड गेम कि के थियो। यसको यहाँ त स्क्वाडै झर्दैछ यार यहाँ। डुओ भर्सेस स्क्वाड गरेको भए बरु राम्रो हुन्थ्यो। अब म सुरुमै मर्छु जस्तो लाग्यो मलाई। पुरै स्क्वाड झरिरहेको छ यहाँ। एक एकजनालाई गर्दै मार्नु पर्ने हो। यहीँ छ क्या एनिमीहरू। फेरि कसरी मार्नु होला, सर्ट रेन्जको गनै छैन फेरि। तिनीहरू सायद जान्छन् होला अब लुटपाट गरेर। म नि जान्छु अब। गाइज प्लिज सपोर्ट गर्नु होला मलाई। म एउटा नयाँ कन्टेन्ट क्रिएट गर्ने व्यक्ति हो। मेरो नि ड्रिम छ युट्युबर बन्ने होइन। फ्री फायरले गर्दा एउटा नक मिठो हेडसट भेट्यो यसले। यो फेरि रिभाइभ भएर यहीँ आउँछ जस्तो लाग्दैछ मलाई। अलिक लुकौँ, यो सोलो भर्सेस स्क्वाड हो। यो ग्लुवाल हो कि के हो? होइन रहेछ। कसले गन चलाउँदै थियो यहाँ। गन चलाउँदै भन्दा पनि उ त्यो पुरै स्क्वाडै रहेछ नि त। लास्ट एउटा टिम वेपार हान्दै त यार। क्या बबाल लाग्यो यार। 3जना बौलै रहेछन्, ग्लुवाल पनि लाउन सक्दैनन्। एकजना गर्दै 3जनै मऱ्यो यार। बब्बाल सर्ट हो नि यार यो त, सोलो भर्सेस स्क्वाडमा त्यो पनि। र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। अहिले नै सब्सक्राइब गर्नु होला। तपाईँहरू कमेन्ट पनि गर्नु होला कस्तो भिडियो चाहिन्छ तपाईँलाई, त्यही अनुसार म भिडियोहरू हाल्छु। र अहिलेको जेनेरेसनको नयाँ क्रिएटरलाई अलिक सपोर्ट गर्नु होला। यो के हो? यो लेभल 1 यो अपटेन फ्रीको रहेछ। क्लाइमल गरिदिउँ न होइन। ब्याग चाहिँ कति लेभलको छ हौ मसँग? ब्याग त थोरै लेभलको हो नि यो त। लेभल 2 को मात्रै रहेछ। अब मलाई लेभल 4 को ब्याग चाहिरहेको छ। लेभल 2 को पनि तर टन्नै बोकिँदो रहेछ यार सामान। गाइस अलिक ल्याग भएको थियो होइन मोबाइल, त्यही भएर एकछिन भयो। एनिमी कहाँ मुन्थ्यो क्या यो? हेर्नु न ल्याग भएको यार। एनिमी छेउमा छ जस्तो लाग्यो मलाई। नत्र यस्तो ल्याग त मेरो कहिले नहुनु पर्ने होइन। त्यो भएर छिटो मारिदिइहाल्छु, भेट्ठोस् न मात्र। यता पनि छैन, कहाँ चाहिँ छ क्या?
त्यहाँ छ इनिमी त्यो जसरी नि होला होइन म चाहिँ अलि लुक्छु अलिक मेडिकेट रहेछ यहाँ म अझै पाएको छुइनँ मैले ब्याग लेभल 4 अब चाहिँ म जोनमा पर्दिनँ हिजो पनि जोनले गर्दा मैले मरेँ होइन जोनले भाग्न पछाडि भाग्दा यिनीहरूले साइडबाट मारो होइन फाइनल जोन कहाँ हो म त्यहीँ गएर लुक्छु अब यहाँ जान्छु अब म कस्तो घर आएछ यार नयाँ मलाई त्यो मन नै पर्दैन यार पहिलेको पिक क्या खतरा थियो फ्याक्ट्री पनि क्या खतरा थियो सब गइसक्यो अहिले त त्यही राम्रो लाग्दैन क्या मलाई के खाना निकालिदिएको होला जस्तोको त्यस्तै राख्दा तिनीहरूलाई केही नै हुँदैन थियो ओहो इनिमी भेट्यो त ओ ओ ओ यताबाट कुन चाहिँले मार्दैछ हौ मरे जस्तो छ है म अब यताबाट एउटा स्क्वाड छ हौ यता इनिमी छ कसरी खेल्नु अब यताबाट आउँदैछ हौ ओए यसलाई त मारिदिन्छु ला थेत रिभाइभ गर्न पाइन्छ कि पाइँदैन यार अब पाइँदैन रहेछ यार प्लसै हुन्छ होला हेरौँ यस 66 प्लस पो सो आज मैले 16 भर्सेस स्क्वाड गर्न खोज्दा आजको म्याच पनि मैले हारेको छु तर यतिको गेम प्ले राम्रै हो होइन गाइज अब मिलौँ नेक्स्ट भिडियोमा आजको लागि बाई